कुल पूजामा सेलरोटी बनाउँदा यस्तो हुन्छ भन्ने सोचेको नि थिइनँ साथीहरू। हे गाइस, वेलकम ब्याक अगेन माई मिनी ब्लग। आज चाहिँ रहेको छ चण्डी पूर्णे अर्थात् बुद्ध जयन्ती। बुद्ध जयन्तीको अवसरमा चाहिँ हाम्रो चाहिँ घरमा कुल पूजा हुने गर्छ नि त। त्यही कुल पूजाको लागि तयारी हुनको लागि चाहिँ बिहानै उठेर नुहाइधुवाइ गरेर म चाहिँ लागेँ पूजा गर्ने ठाउँतिर। यहाँ आइपुग्दा त यहाँ मम्मी, ठुल मम्मी, आन्टीहरूले चाहिँ खुब सेलरोटी बनाउँदै हुनुहुन्थ्यो। म पनि ट्याक्क लाएर बसेर यसो फोटो भिडियो खिच्नु पर्यो भनेको। रोटी त कोही बाङ्गो टिङ्गो सानो ठुलो भाँचिएको थियो, तर पनि मिठो चाहिँ थियो है। चिनी चाहिँ एकदम हाल्छौँ नि त। अब चण्डी पूर्णिमाको अवसरमा म्याक्सिमम मान्छेहरूको चाहिँ कुल पूजा हुन्छ, हाम्रो पनि थियो। अब त्यहाँ रोटी मात्रै होइन, खिर पनि पाक्दै थियो। यता अङ्कलले चाहिँ खिर पनि बनाउँदै हुनुहुन्थ्यो। त्यसपछि म लागेँ देउतालाई चढाउने रोटी गर्नतर्फ। ठ्याक्क लाएर टाक 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 गने, गन्दाखेरि चाहिँ ठ्याक्क पुग्यो। त्यसपछि लगेर देउतालाई चढाउने कुल पूजा कुलायन पूजाहरू सब सकिसकेपछि चाहिँ म घर आएँ। घर आएर चाहिँ रोटी तरकारी खिर चाहिँ टन्न लाएर खाएँ। यस्तो मिठो भएको थियो कि गुलियो चाहिँ फेरि एकदम गुलियो हालेका थिए है। गुलियो चाहिँ फेरि हाम्रो सन्तानले फेरि अत्याधिकै खाने नि त, चिनीको पोकै हालिदिने, त्यही भएर गुलियो थियो। यसो पेट पूजा गरेर साथीको घरतिर निक्लेको त साथी त यहाँ एउटा बुढा बाको कपाल काट्दै थियो। आजलाई चाहिँ बाई बाई।